हेलो गाइस, सम्पूर्णलाई नमस्ते। आज चाहिँ हामी चाहिँ मुर्गियादेखि तानसेनसम्मको यात्रा गर्दैछौँ। हामी दुईजना बुढाबुढी भएर हेरौँ है त। अब तपाईँलाई हामी बाटो के हुँदैछ देखाउँदै जानेछौँ। यहाँ चाहिँ मेरो झोला रेडी भइसकेको छ। ल, म चाहिँ रेडी। मेरो चाहिँ बुढा अगाडि गइसकेको कारणले गर्दाखेरि मलाई चाहिँ साथीलाई छोड्नलाई लिएर जान लागेको छु स्कुटीमा। अनि मुर्गिया भेट भएर बुढाबुढी गइन्छ। यिन चाहिँ मलाई छोड्न जानु लागेको छु नि मुर्गियासम्म। ल हिँडियो यत्तेरिका छोड्न जानु लागेको छु। त्यहाँ धेरै हिँड्थ्यो नि मेरो शुभचिन्तक हुन्। ल गाइस, यहाँ चाहिँ बाटो अप्ठ्यारो भएर नि भरे गिटी बिछाउन लागेको रहेछ पिच गर्नको लागि। हामी चाहिँ आइयो मुर्गिया। हामी जाँदैछौँ पाल्पा तानसेन। यहाँ चोकमा स्याउ किन्दै। स्याउ त खासै राम्रो छैन। दिदीले उहाँ स्याउ जोगिदिनुहुन्छ। दिदी स्याउ कसरी हो? यो 300 रुपैयाँ किलो। ओहो, ल सबैजना यहाँ आउनलाई हेरी हिँड्यो। मुर्गिया चोकदेखि अगाडि लाग्यो हामी चाहिँ एकदमै बाटो बनाउँदै रहेछ क्या यहाँ। फेरि मलाई फेरि यहाँ तपाईँले छोडेर गएर साथीलाई लैदेऊ त भनेर अनि त्यसमा यो बाटो चाहिँ एकदम खराब छन्। कति बाटो खराब, त्यसमाथि आज चाहिँ यति भिड छ। आज बुधबार, आज मुर्गिया बन्द। अनि आज चाहिँ बुटोल बजार लाग्ने भएर व्यापारीहरू जति बटौली बजार यस्तो भिड छ। बाटो पनि एकदम खराब के। अहिले चाहिँ हामी चाहिँ रामनगर बाटो चाहिँ रामनगरको बाटो यति सकस छ भिडियो बनाउन पनि। झोलुङ्गे पुलको यस्तो अवस्था गाह्रो छ यस्तो। अहिले चाहिँ हामी चाहिँ बुटोल आइपुग्न लाग्यो। हामी यताबाट गइन्न क्या, हस्पिटल लाइनतिर गइन्छ र। बाटो हुँदै पुरानो बटौली हुँदै जान्छ क्या चाहिँ गोलपारा निस्केन होइन र। यो बाटो चाहिँ नुवाकोट केबल कार पनि गइन्छ। केबल कार जाने बाटोतिर गइन्छ अनि गइन्छ। हामी यता गोलपारातिर जाँदैछौँ। यो चाहिँ पुरानो बटौली। हामी चाहिँ यो पुरानो बटौलीतिर आइरहेको छौँ। त्यहाँ तिनौ पुलमा चाहिँ धेरै जाम हुने, त्यही भएर हामी चाहिँ यो बाटो जाम भनेर सर्टकट बाटो पनि पर्ने, त्यही भएर हामी यता लागेको है। नत्र भने त्यहाँ त अहिले चाहिँ पुगिन्न जस्तो लाग्यो। यो चाहिँ के पुल भन्छ यसलाई थाहा छ होला नि? तिनो खोलाको पुल हो यो। अर्को तिनो खोला। यसमा मैले धेरै मान्छेहरूले फोटोहरू भिडियो गराएको देख्थेँ, तर मैले चाहिँ देखेको थिएन यो पुल। यहाँ चाहिँ हो यिनलाई छेमालाई सामान दिनलाई यहाँ आइयो। हामी चाहिँ यहाँ चाहिँ हाम्रो
छेमालाई सामान दिएर हामी चाहिँ हिँडियो पाल्पातर्फ। हजुर हामी चाहिँ अहिले चाहिँ चिडिया खोलादेखि अगाडि लाग्यो। बाटो चाहिँ यहाँसम्म सरल रहेछ। अहिले फेरि धुलो खाँदै धुलो त उहीँदेखि चाहिँ खाँदै आएको। धेरै आउँछन् यहाँनिर। धुलो धुवा के साह्रो हो। हामी चाहिँ सिद्ध बाबाको यो जय सिद्ध बाबाको जय होस्। धुलोमा चाहिँ राम्रै गइरहेको। दुईवटा हेलमेट लाएर हिँड्न परिरहेको यो धुलोले। कपालको हालत त के हुने भन्ने थाहै छैन। अब घर उहाँ तानसेन पुगेर यहाँ घर फर्किँदासम्म हालत के हुने हो केही थाहा छैन। बढी धुलो परेर हामी चाहिँ फाइनली केराबारी आइयो है। केराबारी आइयो। अब यहाँ चाहिँ केराबारीको बटुक खाएर हामी लागिन्छ कि लागिन्न, खाइन्छ कि खाइन्न। बटुक चाहिँ नखाने होला, किसेल खाने हो केराबारीको। खानु मन लाग्यो भर्खर खाना खाएर आएको, त्यही पनि खाने भए खाम नत्र भने काम। ल फाइनली गाइज हामी चाहिँ पौडी खोला पुलनिर आइपुगेका छौँ। बटुक खाने ठाउँ एकदम भिड भडाक हुन्छ क्या यहाँ फेरि है। बटुक खाने ठाउँमा यस्तो भिड हुन्छ यहाँ। खाएर जाने हो ल। हामी चाहिँ यहाँ नास्ता खाइयो। नास्ता खाएर अब चाहिँ यात्रा पाल्पाको। अनि यहाँ ल एकदम मिठो नास्ता गङ्गा खाजा घरमा खाइयो। अनि हिँड्न लाग्यो। छिटो गर्नु त। यहाँ चाहिँ रेडी हुनुहुन्छ। ल हामी चाहिँ